धारा सहितको अनलाइन न्यूज पोर्टल www.arthicnepal.com को प्रस्तुति कार्यक्रम विकासको लागि बहसमा स्वागत छ। म हुँ संघर्ष पन्त। दर्शकवृन्द, टिभी टुडेमा हरेक शुक्रबार राति 9:30 बजे प्रसारण हुने यस कार्यक्रममा हामी नेपालको समग्र विकासको लागि महत्त्वपूर्ण भूमिका खेलिरहेका विभिन्न क्षेत्रको बारेमा छलफल गर्ने गर्छौं। यसैगरी आजको कार्यक्रममा भने हामी मेडिकल लाइन, त्यसमा पनि फिजियोथेरापी क्षेत्रको बारेमा छलफल गर्दैछौँ। यसको नेपालमा सम्भावना के छ, यो क्षेत्रमा विद्यमान समस्याहरू के छन् र यसका सम्भावित समाधानहरू के हुन सक्छन्, यी विषयमा नै आज हामी छलफल गर्दैछौँ। र यो विषयमा छलफल गर्नको लागि आज हाम्रो स्टुडियोमा हुनुहुन्छ डाक्टर हरि रम्साल। उहाँ सहारा केयर अस्पतालका निर्देशक हुनुहुन्छ। आउनुहोस् दर्शकवृन्द, उहाँलाई कार्यक्रममा स्वागत गरौँ। डाक्टर हरिजी, स्वागत छ यहाँलाई कार्यक्रममा। हजुर, धन्यवाद। सन्चै हुनुहुन्छ? ठिक छ। छलफल अगाडि बढाउँ है त। हजुर। हाम्रो मेन छलफलमा जानुभन्दा अगाडि फिजियोथेरापी भनेको के हो, अलिकति हाम्रो श्रोतालाई चाहिँ जानकारी दिनुहोस् न। हजुर, यो अङ्ग्रेजी शब्द फिजियोथेरापी, फिजियो माने भौतिक, थेरापी माने उपचार। त्यसको अर्थ के भने कुनै पनि रोग अथवा शारीरिक समस्याको उपचार भौतिक साधनहरूको प्रयोगबाट गरिने विधि भनेर भनिएको हो। यसमा रासायनिक, जसलाई हामी औषधिहरू भन्छौँ, त्यो रसायन हो, त्यसको प्रयोग अत्यन्त न्यून र सकेसम्म त्यसको प्रयोग नगरौँ र भौतिक साधनहरूको प्रयोग गरेर शारीरिक क्षमताहरूको आफैमा विकास गरेर रोग विरुद्ध लड्ने क्षमताको विकास गरेर विभिन्न रोगहरूको उपचार गर्ने र शरीरलाई सबल सक्षम बनाउने। यदि दुर्बल छ अथवा कुनै किसिमले चाहिँ शारीरिक अपाङ्गता छ, शारीरिक असक्षमता छ, त्यसलाई सक्षम बनाउने विभिन्न माध्यमबाट र मानिसलाई आफ्नो जीवनयापनका निमित्त सहज बनाउने एउटा उपचार विधि, त्यसलाई फिजियोथेरापी अथवा भौतिक चिकित्सा भनेर भनिन्छ। हजुर, अनि अहिले यो व्यस्त समय छ होइन, सबैजना एकदम व्यस्त हुनुहुन्छ र त्यसमा स्ट्रेसको लेभल पनि बढिरहेको हुन्छ। यसमा चाहिँ फिजियोथेरापीको आवश्यकता के छ? एकदम एउटा के छ भने सँगसँगै जाने कुरा हो। तपाईँ शारीरिक रूपले स्वस्थ हुनुहुन्छ, तन्दुरुस्त हुनुहुन्छ, तपाईँमा ऊर्जा हुन्छ, जाँगर हुन्छ, कुनै पनि कुरामा फेस गर्ने क्षमता रहन्छ। तपाईँ दुर्बल हुनुहुन्छ, तपाईँमा केही अभावको महसुस हुन्छ, असक्षमताको महसुस हुन्छ, तपाईँमा मानसिक रूपले तनाव उत्पन्न हुन्छ। त्यसैले शारीरिक कारणले मानसिक समस्या आउँछ। कतिपय वातावरणको कारणले अथवा उसको जीवनयापनका शैली तरिकाहरूका कारणले, समाजका कारणले मानिसमा विभिन्न समस्याहरू झेल्न पर्छ। त्यो कारण चाहिँ मानसिक तनाव हुनसक्छ। अहिले के भनिन्छ भने मानिसको शरीरमा लाग्ने रोगहरूमध्ये अत्यधिक रोगहरू मानसिक तनावसँग सम्बन्धित छन्। त्यसो हुनाले के भयो भने तनाव छ भने पनि शारीरिक दुर्बलता आउन सक्ने कुरा भयो, रोगहरू आउन सक्ने कुरा भयो, रोग अथवा शारीरिक दुर्बलताले मानसिक तनाव ल्याउने कुरा भयो। त्यसो हुनाले यो एक अर्कोमा सम्बन्धित भएर जान सक्ने अवस्था हो र यसको निदानका लागि पनि फिजियोथेरापीको महत्त्वपूर्ण रोल रहन्छ। स्ट्रेस म्यानेजमेन्टमा हामी अहिले स्ट्रेस म्यानेजमेन्ट एट वर्क भन्छौँ। अहिले फिजियोथेरापीको एउटा पार्ट त्यो पनि छ। काम गर्दाका कारणले मानिस बिहानदेखि बेलुकासम्म अभाव छ, अपुग छ, धेरै काम गर्नु पर्यो, थकान हुन्छ, उसलाई शारीरिक मानसिक रूपले थकान आउँछ र त्यसैबाट स्ट्रेस उत्पन्न हुन्छ। त्यसैबाट चाहिँ तनाव बढ्दै गएर अनि अरू विभिन्न किसिमको रोगमा जान्छ। त्यसो हुनाले त्यसलाई कसरी रिलिभ गर्ने, त्यो पनि एउटा फिजियोथेरापीको पार्ट हो। त्यसो हुनाले तनाव म्यानेजमेन्ट, स्ट्रेस म्यानेजमेन्ट, शारीरिक असक्षमता म्यानेजमेन्ट, रोगको उपचार, यी कुराहरू फिजियोथेरापी अन्तर्गत आउँदछन्। तर यी सबै चिजहरू सकेसम्म औषधि बिना अन्य विविध विधिहरू अपनाएर गरिने हुन्छ। मेडिकल लाइनमा चाहिँ फिजियोथेरापीको अहिले वर्तमान अवस्था के छ र भूमिका के छ? अब यसो भनौँ, संसारको कुरा गर्दाखेरि अहिले धेरै देशहरूमा, कतिपय हाम्रै जस्ता देश पनि छन्, हामीभन्दा पिछडिएका पनि छन् संसारमा, तर जो विकसित मुलुकहरू भन्दछौँ त्यहाँ फिजियोथेरापी रिह्याबिलिटेसनलाई उपचार विधिको मुख्य तीनवटा चाहिँ सेक्टरहरू, तीनवटा क्षेत्र छन्। मानिस पूर्ण स्वस्थ हुनका निमित्त तीनवटा विधि आवश्यक हो भनेर भनिन्छ। तीनवटा अलग अलग विधिहरू छन् हैन। अनि त्यो भनेको के भने एउटा रोगको रोकथाम, रोगै लाग्न नदिनु, त्यो पनि स्वास्थ्य उपचारको एउटा विधि हो हैन।
अर्को रोग लागि त गयो, अब लागेपछि त्यसको उपचार गर्ने, जसमा औषधि खुवाउने या चाहिँ होइन अपरेसन गर्ने या अरू कुनै थेराप्युटिक विधिहरू अपनाउने। अनि तेस्रो कुरा के भने मानिसलाई अब उसलाई रोग त लागिगयो, रोग लागेपछि उसको रोग पनि निको भयो, अब उसलाई सबल बनाउने, मानसिक शारीरिक रूपले तन्दुरुस्त बनाउने र उसलाई गरी खान सक्ने, कुनै पनि अकुपेसनमा फर्कन सक्ने बनाउने अथवा उसको दैनिक जीवनयापन गर्न सक्ने सक्षम बनाउने, त्यो विधि भनेको रिहाबिलिटेसन हो होइन। यो तीनवटा पार्टलाई सँगसँगै लगेको हुन्छ विकसित मुलुकहरूमा। तर हाम्रो मुलुकमा तपाईँलाई मैले दुःख साथ भन्नुपर्छ कि हामी खालि क्युरेटिभ उपचारको विधिलाई विकास गरिरहेको छौँ। हाम्रो राष्ट्रिय नीतिले अस्पताल खोल्ने, अस्पताल भनेको के हो, क्लिनिसियनहरूको उत्पादन गर्ने, औषधि र अपरेसन, इमर्जेन्सी म्यानेज, यसमा हामी गयौँ। मान्छेलाई ज्यानबाट बचाउनका निमित्त गरिने उपचार नै स्वास्थ्य उपचार हो भन्ने कुराको विकास गर्न थाल्यौँ। त्यसले के गर्यो भने रोगको रोकथाम पनि छायामा परेको छ। तैपनि अहिले राष्ट्रिय नीतिमा रोकथामलाई चाहिने समावेश गरिएको छ, भ्याक्सिनेसनहरू, अरू यस्ता किसिमका एजुकेसनका कुराहरू अहिले सुरु भएको छ। तर मानिसलाई क्लिनिकल जुन सर्भिस, उपचारको सर्भिस दिइन्छ, त्यसपछिको पाटो जो उसलाई गरी खान सक्ने बनाउने हो, त्यो रिहाबिलिटेसनको पार्ट, फिजियोथेरापीको पार्ट, त्यसलाई अहिलेसम्म नेपालको स्वास्थ्य नीतिभित्र समेटिएको छैन। त्यसो हुनाले यो क्षेत्र अहिले पनि कमजोर अवस्थामा छ। र हामी के भन्छौँ भने यदि मानिसलाई, अब यो अति संवेदनशील कुरा हो कि मानिसलाई मर्नबाट बचाएर वर्षौँसम्म बेड रिडन भएर बेडमै सुतेर राख्ने या असक्षम भएर अशक्त भएर राख्नु ठिक कि होइन, ऊ मानिसलाई गरी खान सक्ने बनाउनु ठिक। मैले के भन्छु भने मानिस बाँच्नुको सार्थकता चाहियो। मानिस चाहिँ नि होला, माया एउटा कुरा, संवेदना एउटा कुरा, मेरो मान्छे मरेन, कमसेकम बेडमा बिहान बेलुका चम्चाले खुवाएर भए पनि त बचाएको छु, एउटा संवेदनशील कुरा हो, त्यो ठिक कुरा हो। तर त्यो मानिसको सम्भावना भोलि ऊ आफ्नै खुट्टामा टेकेर हिँड्ने सम्भावना छ, भोलि ऊ कुनै पनि अकुपेसनमा जाने सम्भावना छ भने त्यो गर्नु पो मेजर कुरा हो त। उसलाई बचाएर बेडमा सुताएर राख्नु कुन उपलब्धिमूलक कुरा हो र? यो कुरा राज्यले अझै पनि बुझेन। त्यसो हुनाले यसलाई राष्ट्रिय नीति अन्तर्गत अझै पनि चाहिँ हाम्रो स्वास्थ्य नीति अन्तर्गत समेटिएको छैन। त्यसैले म तपाईँलाई एउटा अनौठो कुरा भन्छु, हाम्रो नेपालमा कति अस्पताल छन्? केन्द्रीय अस्पताल, क्षेत्रीय अस्पताल, जिल्ला अस्पताल होइन। तपाईँले सुन्नु अचम्म लाग्ला, नेपालमा 1000 भन्दा बढी फिजियोथेरापिस्ट भइसके। जम्मा नेपाल सरकारका अस्पतालहरूमा 6वटा दरबन्दी छन्, 6 जना फिजियोथेरापिस्टको दरबन्दी छ। कति लाज मर्नु कुरा भयो। त्यसो हुनाले यो अवस्था नेपालको रियालिटी हो। म के भन्छु भने अमेरिकामा जन्मिने नेपाली, कुनै अमेरिकामा जन्मिने अमेरिकनले चाहिँ सबै सुविधाहरू उसलाई आवश्यक हुने, स्वास्थ्य उपचारका निमित्त जुन जुन विधा आवश्यक हुन्छ, नेपालको पनि त मान्छे नै हो नि होइन। अथवा अन्य कुनै मुलुकमा जन्मिनु र यहाँ जन्मिनुमा उसलाई चाहिने शारीरिक रोगहरू उस्तै हुन्, उसलाई चाहिने सुविधा सेवाका कुरा उस्तै हुन् भनेपछि त्यो पूर्तिका लागि राज्य किन सचेत नहुने होइन। त्यसैले यो चाहिँ हाम्रो चाहिँ नीति निर्मातादेखिकै कुरा छ, पहिलो कुरा। र दोस्रो अझ अर्को कुरा के भनौँ भने यसमा चाहिँ के पनि कुरा हो भने हाम्रो नीति निर्माण, स्वास्थ्य सम्बन्धी नीति निर्माण गर्ने कुरामा जहिले पनि क्लिनिकल प्र्याक्टिस गर्ने डाक्टरहरू जो हामी भन्छौँ होइन, जसलाई डाक्टर भनेर चाहिँ अहिले हामी चिन्दछौँ, उहाँहरू हाबी हुनुभयो र उहाँहरूले आफ्नो पेसालाई मात्रै सुरक्षित बनाउने, आफ्नो पेसालाई मात्रै बढी मर्यादित र विकसित बनाउने बाटोमा उहाँहरू लाग्नुभयो। उहाँहरूले चाहिँ नि यो रोग नलाग्ने विधिको विकास गरेको भए पनि हुन्थ्यो नि, तर त्योतर्फ पनि उहाँहरू त्यति सचेत हुनु भएन। उहाँहरूको उपचार पछिको मान्छेलाई सक्षम बनाउनेतर्फ लागेको भए पनि हुन्थ्यो नि, त्यो पनि उहाँहरू लाग्नु भएन। उहाँहरू अस्पतालहरू खोल्ने, अस्पतालहरूलाई साधनयुक्त बनाउने र आफ्नो पेसालाई मात्रै सुरक्षित बनाउने, सबल बनाउने बाटोमा जानुभयो। यो उहाँहरू हाबी हुनुभयो र हाम्रा नीति निर्माताहरू, सरकार सञ्चालकहरू पनि त्यसैको वरिपरि घुमिदिनु भयो। त्यो कारणले गर्दा नेपाली जनताले पूर्ण स्वस्थ हुने अवसरबाट वञ्चित रहनु पर्यो। यो दुःख लाग्दो कुरा हो। अब यो मेडिकल लाइनको अरू क्षेत्रको जस्तो फिजियोथेरापीबाट नेपालको अर्थतन्त्रमा त्यति धेरै कन्ट्रिब्युसन नहुने भएर पो हो कि सरकारले धेरै नगरेको, कस्तो? अब हेर्नुहोस्, यो कुरा गलत कुरा हो। हजुर, म के भन्छु भने मानिस बाँच्नु होइन, अघि पनि मैले के भने मानिसको जीवन प्रोडक्टिभ लाइफ हुनु पर्यो, उत्पादनशील, उत्पादकत्व भएको जीवन बाँच्नु पर्यो मान्छेले। त्यो जीवन बाँच्नु भनेको फिजियोथेरापी, रिहाबिलिटेसन मात्रै गराउन सक्छ। अहिले म तपाईँलाई इक्जाम्पल भन्छु, कुनै कारणले घाँस काट्दा गाउँको मान्छेको हात काट्यो,
काट्यो, ऊ चाहिँ त्यहाँको हेल्थ पोस्टमा गयो अथवा हेल्थ सेन्टरमा गयो, त्यहाँको डाक्टरले अथवा हेल्थ असिस्टेन्टले के गर्छ भने उसको त्यहाँ सिदिन्छ अथवा ब्यान्डेज लगाइदिन्छ। अनि त्यहाँ के हुन्छ त, औँलो यो पोजिसनमा कन्ट्र्याक्सन भन्छौँ हामी, मसल छोटो भएर यो पोजिसनमा जान्छ। हेर्नुहोस्, हजारौँ नेपालीहरू मैले देखेको छु गाउँ गाउँमा, कहीँ कसैको हात यस्तो भइरहेछ, कसैको प्लास्टर लगाएर खोल्यो, त्यो सिधा हुन्थ्यो नि, प्लास्टर खोलिदिएपछि उसको हात बाङ्गै जिन्दगी बितिरहेको। के भयो भन्दा उसको मेरो हात भाँचिएको त्यो बेलामा बाङ्गो भयो भन्छ। त्यो फिजियोथेरापी सेवामा गएको भए ऊ पुरा नर्मलमा आउँथ्यो नि। यसो अब ल मान्नुहोस्, मान्छेको प्रोडक्टिभिटी कति लस हुन्छ। एउटा गाउँमा खेती गरेर बस्ने मान्छेको एउटा हातको औँला यस्तो भयो र यो हात चल्ने भयो, कति फरक हुन्छ। उसले घाँस काट्नु पर्यो, यसरी गर्नु पर्यो, हो कि होइन? उसले खेती गर्नु पर्यो, कोदालो समाउनु पर्यो, कति फरक भयो। त उसको औँला यति चल्थ्यो भने प्रोडक्टिभ लाइफ कहाँबाट कहाँ फरक भयो। नेसनल इकोनोमीमा त्यहाँदेखि बुझ्नु पर्यो नि, व्यक्तिको शारीरिक क्षमता सबल भएर गयो, उसको लाइफ प्रोडक्टिभ भयो भने अनि पो नेसनल इकोनोमीमा सपोर्ट हुन्छ, उसको लाइफ स्ट्यान्डर्ड बढ्छ, उसको आफ्नो चाहिने व्यक्तिगत आम्दानी उसले बढाउन सक्ने चाहिँ आर्थिक एक्टिभिटिजमा जान सक्छ। त्यसो हुनाले नै मान्छेलाई असक्षम बनाएर राख्ने स्वास्थ्य नीति खराब नीति हो। मान्छे यदि आर्थिक रूपले हेर्ने हो भने पनि जुन कन्ट्रीमा मानिसहरू स्वस्थ रहन्छन्, जागरुक रहन्छन्, वर्किङ पपुलेसन होइन, सक्षम वर्किङ पपुलेसन जहाँ बढी हुन्छ त्यहाँ विकास हुन्छ नि, होइन? विकास भनेको के हो त? त्यही हो नि, नेसनल इकोनोमीलाई माथि उठाउने कुरा हो। त्यसैले हामीले के भनिरहेछौँ, हामी हाम्रो नेपालीहरूलाई बाँच्न मात्रै चाहिँ सिकाउने स्वास्थ्य सेवा नगरौँ, हामी उनीहरूलाई सक्षम, शारीरिक रूपले मानसिक रूपले सक्षम नेपाली बनाउने स्वास्थ्य नीतिको तर्जुमा गरौँ, त्यसलाई लागू गरौँ। त्यो नै नेसनल इकोनोमीमा सबभन्दा ठुलो सपोर्ट हुन्छ, होइन र? किनभने मानिसको उसले चाहिँ मानसिक रूपले पनि तयार हुनु पर्यो, शारीरिक रूपले पनि तयार हुनु पर्यो, उसले गर्नुपर्ने जुन काम हो त्यसमा चाहिँ उसले रिजल्ट निकाल्न सक्नु पर्यो नि, अनि पो चाहिँ विकासका कुराहरू अगाडि बढ्छन्। त त्यसो हुनाले म त के भन्छु भने मान्छेलाई मर्नबाट बचाउने, अब हेर्नुहोस्, म इक्जाम्पल तपाईँलाई दिन्छु। अहिले एकदम ठुल्ठुला चाहिँ विशेषज्ञ डाक्टरहरू हुनुहुन्छ, उहाँहरूले धेरै मानिसहरूको ज्यान बचाउनु भएको छ, त्यस निम्ति उहाँहरूलाई धन्यवाद। तर म के भन्छु भने एउटा मान्छे ब्रेन हेमरेज भयो, इक्जाम्पल म तपाईँलाई दिन्छु, अथवा स्पाइनल कर्ड इन्जुरी भयो, रुखबाट लड्यो, स्पाइनल कर्ड इन्जुरी भयो, होइन, प्रेसर थियो या ब्रेन हेमरेज भयो, ऊ चाहिँ तत्काल अस्पताल जान्छ। डाक्टरहरूले उसलाई के गर्नुहुन्छ, अब बेसिक ट्रिटमेन्ट गर्नुहुन्छ, काहीँ रगत जमेको छ अपरेसन गर्नुहुन्छ, हड्डी फुटेको छ अपरेसन गरिदिनुहुन्छ, त्यसपछि के भन्नुहुन्छ भने घर जाऊ भन्नुहुन्छ, होइन? म तपाईँलाई भन्छु, त्यसरी यही काठमाडौँका ठुल्ठुला अस्पतालका डाक्टरहरूले घर पठाएको मानिस सुतिरहेको वर्ष 1.5 वर्षपछि अनि हाम्रा कुरा सुनेर फर्किएर फिजियोथेरापी सर्भिसमा आएर फेरि खुट्टा टेकेर हिँड्ने भएको छ। त्यस्ता हजारौँ उदाहरण हामी दिन सक्छौँ। त्यस्ता व्यक्तिहरू तपाईँको चाहिँ टेलिभिजनमा ल्याएर बोलाउन सक्छौँ। ती डाक्टरहरू जो विशेषज्ञ महान डाक्टरहरू हुनुहुन्छ, उहाँहरूले उहाँहरूको अस्पतालबाट घर जाऊ भन्नुको साटो अब फिजियोथेरापी सर्भिसमा जाऊ भनिदिनु भएको भए त्यो 1.5 वर्ष पहिले नै खुट्टा टेकेर हिँड्ने बन्थ्यो नि त। यस्ता धेरै मानिसहरू छन् जो थाहा नपाएर घरमा बसिरहेको छन्। ती मानिसहरूले वर्षौँ जिन्दगी बेडमै बिताइरहेका छन्, वर्षौँ व्हिलचेयरमा बिताइरहेका छन्। ती मान्छे काम गरी खान सक्ने बन्ने थिए। त्यसो हुनाले के छ भने हाम्रो ल्याकिङ एक त स्वास्थ्य नीतिमा भयो, दोस्रो हाम्रा प्र्याक्टिस गर्ने डाक्टरहरू जो हुनुहुन्छ उहाँहरूको चाहिने या त नबुझाइमा हो अथवा उहाँहरू आफ्नो पेसा बाहेक अन्यत्रको सर्भिसमा चाहिँ जानका लागि पेसेन्टलाई नचाहेर हो, नरुचाएर हो या नजानेर हो, यो कुरा चाहिँ भइरहेछ र मान्छेहरू त्यसको चाहिँ सफरर भइरहेछन्। त्यसबाट चाहिँ होइन, उनीहरूले चाहिँ समस्या झेलिरहनु परेको छ। अनि एउटा कन्फ्युजन पनि छ के नेपालीहरूमा, फिजियोथेरापी हो चाहिँ कुन विधि, आयुर्वेदिक विधि हो कि एलोपेथिक विधि हो कि, एकदम कन्फ्युजन छ नि। आयुर्वेदिक हस्पिटलमा पनि हुन्छ अनि एलोपेथिक हस्पिटलमा पनि हुन्छ, यो कन्फ्युजन के हो, कुन चाहिँ विधि हो? अब मैले यहाँलाई के भनौँ भने यो विशुद्ध आधुनिक चिकित्सा प्रविधि हो। जसरी एलोपेथी भनेर हामी चिन्छौँ मेडिसिनहरूलाई, यो पनि आधुनिक चिकित्सा विधि अन्तर्गत हो। यद्यपि यसको सुरुवात अत्यन्त धेरै नै वर्ष पहिले चाहिँ आदिम युग जस्तोबाट सुरु भएको हो, तापनि यसलाई चाहिँ आधुनिक चिकित्सा पद्धतिले नै अँगालेको छ। त्यसो हुनाले यो चाहिने यो आयुर्वेदको या उसको भन्ने कुरा होइन। तर के हो भने यसलाई एउटा अर्थमा यसको एउटा पार्ट त व्यायाम हो, व्यायाम त योगा पनि हो, होइन? त्यसो हुनाले त्यसलाई पनि हामी फिजियोथेरापी मान्छौँ। त्यसका विधिहरू केही धार्मिक कुराहरूसँग जोडिएका होलान्। ती कुरा बाहेक जो शारीरिक तन्दुरुस्तीका चाहिँ व्यायामहरूका सवालहरू छन्, मसाजका कुराहरू छन्, ती पनि फिजियोथेरापीमा आउँछन्, होइन? त्यसो हुनाले तर अहिले के कुरा भएको छ भने यो फिजियोथेरापीको प्र्याक्टिस सरकारी स्वास्थ्य संस्थाहरूबाट कम भएको अवस्थामा
निजी अस्पतालहरूले यसलाई सेवा प्रदान गर्ने क्रम अगाडि बढ्दाखेरि अलि बढी नेचुरोपेथी अस्पतालहरू जो योगा थेरापीहरू चलाउने अस्पतालहरू छन् हैन, उहाँहरूले चाहिँ फिजियोथेरापीको सर्भिसलाई आफ्नो एउटा पार्टको रूपमा चाहिँ प्रयोग गरिरहनु भएको छ। प्रयोग गर्नुमा मेरो कुनै आपत्ति छैन, एकदम राम्रो कुरा हो। फिजियोथेरापीको सर्भिसलाई उहाँहरूले आफ्नो माध्यमबाट चाहिँ प्रयोग गरिरहनु भएको छ। तर कतिपय त्यस्ता संस्थाहरूमा अस्पतालहरूमा यो नेचुरोपेथी हो, यो होमियोपेथी हो भनेर चाहिँ उहाँहरूले फिजियोथेरापीको सर्भिस गरिरहनु भएको, कतिपय नेचुरोपेथीका चाहिँ योगा पढेका चाहिँ प्राविधिकहरू डाक्टरहरूले फिजियोथेरापीका सामानहरू युज गरेर यो त हामीले प्रयोग गर्ने हो भनेर गरिरहनु भएको जस्तो अवस्थाहरू पनि मैले देखेको छु। त्यो माल प्र्याक्टिस हो, सरासर गलत कुरा हो। आफूले जुन विधा पढेको छ, जुन विधा छ त्यही विधामा प्र्याक्टिस गर्नुपर्छ र त्यही बिमारीलाई सन्तुष्ट बनाउनुपर्छ र आफूले नसक्ने कुरा कसबाट गरिने हो त्यसलाई रिफर गर्नुपर्छ। त्यसैले मेडिसिनमा रिफरल सिस्टम एउटा महत्त्वपूर्ण कुरा हुन्छ। त्यो कुरामा उहाँहरूले ध्यान पुर्याइदिनुपर्छ अथवा एक्सपर्ट, त्यही विषयको एक्सपर्ट राखेर त्यो सर्भिस प्रोभाइड गरिदिनुपर्छ। त्यति गरिदिनु भयो भने जहाँबाट गरे पनि हुन्छ, जुन ठाउँबाट गाउँबाट चाहिँ यो सेवा चाहिँ कसैले सुरुवात गराइदिए पनि हुन्छ र यो अत्यन्त आवश्यक पनि छ। म तपाईँलाई भन्छु फिजियोथेरापीका धेरैवटा स्ट्रिम छन्। फिजियो भनेर मात्रै हामी बुझ्छौँ। अहिले त फिजियोथेरापीको स्पेसलाइजेसन त 10औं विषयमा हुन्छ। मुटु रोगमा फिजियोथेरापीको स्पेसलाइजेसन हुन्छ, अब हार्ट जोर्नीमा हुन्छ, नसामा हुन्छ, बच्चाको पिडियाट्रिक्समा हुन्छ, बुढाबुढीको जेरियाट्रिक्समा हुन्छ, स्पोर्ट्समा हुन्छ, एक्सर्साइज हुन्छ, एक्सर्साइजमा पनि म्यानुअल थेरापी भन्ने छुट्टै हुन्छ, ट्रिटमेन्टमा इलेक्ट्रोथेरापी भन्ने छुट्टै, यस्ता बहुत विषयहरूमा यसको मास्टर्स डिग्रीहरू हुन्छ। अहिले त्यसरी चाहिँ फिजियोथेरापी गएको छ हैन। अब यो सबै चिजको त हामी कहाँमा त त्यो कन्सेप्टै छैन, त्यो प्र्याक्टिसै छैन। हामी पुग्नु पर्ने त अझै कहाँ छ पेसेन्टले सर्भिस पाउने लेभल त कहाँ छ हैन। तर अब अहिले हामीहरू कमसेकम के भने यी सबै कुरा छोडे पनि कमसेकम फिजियोथेरापी भन्ने शब्दको इस्ट्याब्लिसमेन्टको मात्रै उसमा छौँ हैन। हजुर हजुर, यसमै कुरा गर्दाखेरि नि कतिपय अस्पतालहरूमा चाहिँ फिजियोथेरापीको ज्ञान नै नभएको, नपढेको हैन, जस्तो नर्सहरूले अथवा अलिकति मेडिकल सेक्टरको ज्ञान भएको तर फिजियोथेरापी नपढेको उहाँहरूले चाहिँ प्र्याक्टिस गरिरहनु भएको छ। यसले गर्दाखेरि पनि फिजियोथेरापीले विकास गर्न नसकेको कि एउटा रङ कन्सेप्ट चाहिँ गएको हो कि? अब म तपाईँलाई एउटा कुरा भनौँ, म 2 वर्ष पहिलेसम्म मेरो टर्म सकिएको अहिले 2-3 वर्ष हुन लाग्यो। म नेपाल सरकारकै स्वास्थ्य मन्त्रालय अन्तर्गतको एउटा काउन्सिलको अध्यक्ष थिएँ। मैले चाहिँ त्यो बेलामा WHO सँग मिलेर एउटा अध्ययन गरेँ कि हामी कहाँमा चाहिँ कस्ता मानिसहरूले स्वास्थ्य सेवा प्रदान गरिरहेका रहेछन्, कतिको क्वालिफाइड हुन् कि होइनन्, त्यसको बारेमा अध्ययन गरौँ भनेर हेरेँ। अनि मैले 2-3 खालको मान्छेहरू भेटेँ। एउटा मानिसहरू डाक्टर भनेर बिमारी जाँचिरहेको हैन, तर उहाँहरूले कुनै पनि फर्मल एजुकेसन नलिनु भएको र अस्पताल नै खोलेर सर्भिस प्रोभाइड गरिरहनु भएको, BDS MBBS नै लेखेर बिमारी जाँचिरहनु भएको भेटेँ एउटा। अर्को के भेटेँ भने 23वटा जिल्लामा मैले यो एउटा स्याम्पलिङ सर्वे गरेको थियो, ऱ्यान्डम सर्वे गरेको थियो। अनि त्यो चाहिने मैले त्यहाँ के भेटेँ भने टोटल त्यति जिल्लामा हेर्दाखेरि 80% जति एक्सरे क्लिनिकहरू नन टेक्निकल, कहिले पनि एक्सरे भनेको के हो एक दिन पनि नपढेका मानिसहरूले एक्सरे चलाइरहेको मैले भेटेँ। हामी हाम्रो छलफल जारी राख्नेछौँ। एकैछिनको लागि व्यापारिक विश्रामतर्फ लागौँ है त। दर्शकवृन्द, तपाईँ हेर्दै हुनुहुन्छ कार्यक्रम विकासको लागि बहस। अहिले पालो भएको छ छोटो व्यापारिक विश्रामको। टिभी टुडे हेर्दै गर्नुहोला। Samrat Suits, the best in all. New Road, Kathmandu, Putali Sadak, Kathmandu. दर्शकवृन्द, स्वागत छ। तपाईँ हेर्दै हुनुहुन्छ कार्यक्रम विकासको लागि बहस टिभी टुडेमा र आज कार्यक्रम विकासको लागि बहसमा हामी मेडिकल लाइन, त्यसमा पनि फिजियोथेरापी क्षेत्रको बारेमा छलफल गर्दैछौँ। र आज हाम्रो स्टुडियोमा हामीसँग छलफल गर्नको लागि हुनुहुन्छ डाक्टर हरिराम साल। उहाँसँगको हाम्रो छलफललाई फेरि जारी राखौँ। हामी हाम्रो छलफललाई जारी राखौँ है त डाक्टर साहब। फिजियोथेरापी चाहिँ अलिकति टाइम कन्ज्युमिङ छ। हामीहरू अहिलेको समयमा चाहिँ एकदम हरेक कुरा छिटो होस् भन्ने चाहन्छौँ नि त। अनि टाइम कन्ज्युमिङ भएको हिसाबले पनि मान्छेहरू यो फिजिकल फिटनेस वा भनौँ फिजियोथेरापीमा जानुभन्दा पनि औषधि खानको लागि बढी इन्ट्रेस्टेड हो। एउटा अब म कहाँ पनि के हुन्छ भने बिमारीहरू आउनुहुन्छ, औषधि दिनुहोस् न भन्नुहुन्छ।
धेरै यस्ता स्वास्थ्य समस्याहरू छन् जो औषधिले निको हुँदैनन्। हजुर, यो छन् र त्यसमा फिजियोथेरापी नै आवश्यक हुन्छ अथवा बिमारीको आफैले आफूलाई ठिक पार्ने विधिहरू अपनाउनु पर्ने अवस्थाहरू हुन्छ। अब त्यस निम्ति चाहिँ के हो भने त्यो चेतनाको कमी हो, त्यो जानकारीको कमी हो बिमारीहरूमा। पक्कै पनि हो कतिपय समस्याहरूमा बिमारीलाई आजीवन फिजियोथेरापी आवश्यक पर्छ। यस्ता समस्याहरू छन् जसमा चाहिने बिमारी अप टु द इन्ड अफ लाइफ है, मर्ने अघिल्लो दिनसम्म पनि फिजियोथेरापी चाहिने अवस्था हुन्छ। अनि कतिपय चाहिँ के छ भने जस्तो कतिपय मानिसहरूमा के छ, म साह्रै बिमारी छु अथवा मेरो बिमारी छ, अहिले गाह्रो छ, फिजियोथेरापी नगरौँ भन्ने पनि चलन हुन्छ। हामी त के भने अपरेसन गरेकै दिनदेखि फिजियोथेरापी सुरु गर्छौँ, बेडमा अचेत भएकै अवस्थामा फिजियोथेरापी सुरु गर्छौँ, त्यो त उपचार हो नि। त्यसो हुनाले चाहिँ मानिसमा 2-3वटा कुरा छ। फिजियोथेरापी लामो समय लाग्छ अथवा यो अलिक पैसा लाग्छ। पैसा लाग्दैन। एउटा अपरेसन गर्न मान्छेले 6 लाख खर्च, 3 लाख 4 लाख खर्च गर्छ, फिजियोथेरापीमा चाहिँ 10,000 हार्डली खर्च गर्ला, 15,000 हार्डली खर्च गर्ला। तर के कुरा हो भने टाइम कन्ज्युमिङ छ। तर त्यो टाइम कन्ज्युम नगरेको कारणले उसको स्वास्थ्यमा कति हानि पुग्छ त्यो कुरा पनि छ नि त। त्यस हुनाले यसलाई त्यसरी चाहिँ लिनुभन्दा पनि आफू यो सेवाप्रति होइन आकर्षित भएर पूर्ण स्वास्थ्य कसरी बन्ने, म गरी खान सक्ने कसरी बन्ने, म मेरो लाइफलाई कसरी सहज बनाउने त्योतर्फ पो लाग्नु पर्यो त। हजुर हजुर। अब हामी कार्यक्रमको लगभग अन्त्यतिर आइसकेका छौँ होइन। हामीले जुन आज छलफल गऱ्यौँ समस्याहरूको बारेमा, जस्तो कि ज्ञान छैन, नेपालीहरूलाई थाहा छैन लगायत यी सबै विद्यमान समस्याहरूको चाहिँ सम्भावित समाधान के हुनसक्छ, सरकारले के गर्नुपर्छ र तपाईँ जस्तो जो फिजियोथेरापीको सेक्टरमा लागि पर्नु भएको छ यत्रो समयदेखि उहाँहरूले के गर्नुपर्छ? पहिलो कुरा के गर्नु पर्यो भने नेपाल सरकारले आफ्नो राष्ट्रिय स्वास्थ्य नीतिमा फिजियोथेरापी रिहेबिलिटेसनलाई उपचार विधिको एउटा प्रमुख सेक्टर हो भनेर यसलाई स्वीकार गर्नु पर्यो। र सरकारले गर्न सक्ने के हो भने यो सेवालाई गाउँसम्म विस्तार गर्ने, कमसेकम अहिले जिल्ला अस्पतालसम्म मात्रै विस्तार गरिदिए पनि ठुलो कुरा हुने थियो होइन। त्यसैले कमसेकम फिजियोथेरापिस्टहरूको चाहिँ सेवालाई तल पुर्याउने एउटा नीति बनाउनु पर्यो, पहिलो कुरा। दोस्रो कुरा, फिजियोथेरापिस्टहरू आफैमा पनि अहिले के छ भने कामको अभाव छ, जागिरको अभाव छ। अनि जहाँ जस्तो प्रकारले जागिर पायो त्यही प्रकारले गर्ने र जागिर बचाउनका निमित्त कहिलेकाहीँ अनइथिकल प्र्याक्टिस गर्ने त्यो कुरा पनि सुरुवात देखिन थालेको छ। यो कुरा गर्नु हुँदैन। फिजियोथेरापिस्टहरूले इमान्दारिता साथ आफ्नो पेसालाई सुरक्षित गर्न, आफ्नो पेसाप्रति इमान्दार हुन, आफ्नो इथिक्स चाहिँ प्रोफेसनल इथिक्सलाई छोड्नु हुँदैन। त्यो कुरामा चाहिँ फिजियोथेरापिस्टहरू सचेत रहनु पर्दछ। दोस्रो कुरा भयो। तेस्रो कुरा, जस्तो यो स्वास्थ्य प्राविधिक के अरे स्वास्थ्य व्यवसाय परिषद जस्ता होइन अब संस्थाहरू छन्, यिनीहरूले चाहिँ के गर्नु पर्यो भने यो पेसालाई मर्यादित गर्नका लागि यस्तो क्वाक प्र्याक्टिस, माल प्र्याक्टिस त्यो त्यस कानुनले त्यो संस्थालाई अधिकार दिएको छ त्यसको कन्ट्रोल गर्न। उसले चाहिँ त्यस्तो प्र्याक्टिसहरूलाई चाहिँ निर्मूल गर्नु पर्यो, निराकरण गर्नु पर्यो। त्यस्ता मानिसहरूलाई पेसाबाट अन्यत्र लानु पर्यो र उनीहरूको रोजगारीको कुरा कता हो राज्यले बरु अन्त्य व्यवस्थापन गर्नु पर्यो। मान्छेको स्वास्थ्यमा खतरा हुने गरी त्यस्ता अनपढ मानिसहरूबाट सेवा दिने क्रम चाहिँ रोक्न पर्यो। र पब्लिक आफैले, अब मेरो अन्तिममा के अनुरोध छ भने तपाईलाई बिमारी हुनुभयो, डाक्टरकामा जानुभयो, डाक्टरले चाहिँ औषधि लेखिदियो या अपरेसन गरिदियो र घर जानुस् भन्यो भने एकचोटि त्यो डाक्टरलाई सोध्नुस् यो बिमारमा फिजियोथेरापी गर्नु आवश्यक छ कि छैन। त्यो डाक्टरले यदि जवाफ दिएन भने काहीँ फिजियोथेरापी क्लिनिकमा जानुस् या फिजियोथेरापिस्टको सम्पर्कमा जानुस्, मलाई यो बिमार लागेको छ, मेरो बिमारमा फिजियोथेरापी आवश्यक छ कि छैन, यति सोधिदिनुहोस् एकचोटि। कमसेकम तपाईँ पूर्ण स्वास्थ्य हुनका लागि उपायहरू हुन सक्छन्। फिजियोथेरापीको पार्ट त्यहीँ चाहिँ त्यो उपाय नअपनाएको कारणले जिन्दगीभर दुःख पाउने हुनसक्छ। त्यसो हुनाले त्यो एकचोटि गएर सोधिदिनुहोस् र पूर्ण स्वास्थ्यका लागि त्यो सेवा लिनुहोस्, यो मेरो आग्रह छ। हस्, धेरै धेरै धन्यवाद डाक्टर साहब, तपाईँले आफ्नो एकदम व्यस्त समयका बावजुद पनि हाम्रो कार्यक्रमको लागि समय छुट्याइदिनु भयो। हजुर, यहाँले पनि मेरा कुराहरू भन्ने अवसर जुटाइदिनु भयो, यहाँलाई पनि धेरै धेरै धन्यवाद। धन्यवाद। त दर्शकवृन्द, उहाँ हुनुहुन्थ्यो डाक्टर हरि लम्साल, सहारा केयर अस्पतालका निर्देशक। आज हामीले कार्यक्रम विकासको लागि बहसमा मेडिकल लाइन, त्यसमा पनि फिजियोथेरापीको के छ सम्भावना, यसमा विद्यमान समस्याहरू के छन् र यसका सम्भावित समाधानहरू के हुन सक्छन्, यी विषयमा नै हामीले आज छलफल गऱ्यौँ। दर्शकवृन्द, तपाईँले कार्यक्रम विकासको लागि बहस टिभी टुडेमा हरेक शुक्रबार राति 9:30 बजे हेर्न सक्नुहुन्छ भने यसको पुनः प्रसारण हुन्छ शनिबार बिहान 9:30 बजे नै।
अर्को हप्ता पनि हामी नेपालको समग्र विकासको लागि महत्त्वपूर्ण भूमिका खेलिरहेको यस्तै एउटा क्षेत्रको बारेमा छलफल गर्न आउने नै छौँ। त्यतिन्जेलसम्मको लागि आर्थिकनेपाल.com को सम्पूर्ण टिम र विकासको लागि बहसको सम्पूर्ण टिम सहित म सङ्घर्ष पन्तलाई पनि बिदा दिनुहोस्। नमस्कार।